ल साथीहरु हाम्रो मकै हेर्नु त यस्तो कलकलाउँदो मकै छ है। बाँदर आएर कति बेला खाएर झ्याप्पा नि थाहै हुँदैन। त्यति राम्रोसँग खान पनि भएको छैन है। आएर खानी नखानी नोक्सान गराउने फाल्ने हिन्ने त्यस्तो छ साथीहरु बाँदरको काम। अहिले आ छैन साथीहरु, कति बेला आएर खानी हो थाहा पनि छैन। ल हेर्नु साथीहरु मेरो मकै हेर्दै गर्नु होला। त्यति धेरै राम्रोसँग खाने बेला भएको छैन, फेरि पनि बाँदर आएर खानी नखानी फाल्ने बाँच्ने हिन्ने यही त हो साथीहरु बाँदरको काम। यतातिर आरु पनि भाँचिसकेछ, बाँदरले हागो भाँचेर नुगाएको छ है। त्यति राम्रोसँग भएकै छैन, तर के गर्ने बाँदरले भ्याइसक्यो साथीहरु। खानी नखानी फाल्ने है। बाँदरको के काम भएर नि, बाँदरको कामै त्यही हो। बाँदरले गर्नु गरे साथीहरु। आरु खाएर आरुको हाँगो भाँचेर हेर्नु न बाँदरले यस्तो गरा साथीहरु। ल साथीहरु यो मेरो घर नजिकैको वरिपरिको सुन्दर अनि रमाइलो दृश्य हो। सम्पूर्ण साथीहरुले हेर्दै गर्नु ल। सिङ्जा अर्जुन चौपारीको गाउँ अनि अर्जुन चौपारी भित्रकै सेरोफेरो हेर्दै गर्नु ल। हेर्न नछुटाउनु होला साथीहरु। आज पनि दिनैभरि म यहाँ बाँदर हेर्ने आउने छु, बारीतिरै हुने छु। हजुरहरुलाई देखाउँछु है त।